सुकुटी खाने सो वेलकम ब्याक टु माई न्यू भिडियो। सबैजनालाई स्वागत छ मेरो नयाँ भिडियोमा। आज चाहिँ म छुट्टीको दिन मैले चाहिँ केटाहरू भेट्ने भनेको थिएँ, तर सबैजना आज नआउने भएपछि म र कान्छा भेट्छ मलाई सायद। भिडियोमा के हुन्छ म तपाईँहरूलाई सबै देखाउँछु। लेट्स गो गाइस, वेलकम। पुरै खाली छ पुरै हाम्रोतिर जानेको चाहिँ अलिक खाली त्यस्तो छ। म छु यहाँ पनि त पुरै खाली छ, यता पनि पुरै खाली छ क्या, पुरै खाली छ। एक्लै बस्ने राजा जस्तै। फाइनल्ली म चाहिँ आइसकेको छु हाम्रो स्टेसन अगाडिपट्टि। हाम्रो केटा यहाँ के गर्दैछ बाहिरपट्टि पुरै होइन। यस्तो नेपालीहरू धेरै रहेछन् होइन। अहिले यहाँ स्टेसनमा पनि 2-4जना देखेँ, अझै पनि सल्लाह सकेको छैन क्या हो। वाउ, बाहिरको भ्यू यस्तो छ है गाइस, यहाँ देख्न सक्नुहुन्छ। पुरै ठुल्ठुलो बसहरू चलिरहेछ टक्कसँग। ओ यहाँ छ हाम्रो कान्छा सर, के छ कतिखेर आइपुग्यो अहिले भर्खरै हाम्रो चाहिँ कान्छा सरले भेटिसकेको छ। अब हामी 2जना त भयो। यसपाल चाहिँ हाम्रो एउटा मोटी गाडी चाहिँ आएन होइन, अर्को लुगा पनि आउने कुरा थियो, आएन। अब हामी चाहिँ टक्कसँग त्यो पारि जाने, यहाँ ऊ त्यो होटल नाङ्लोमा गएर टक्कसँग नाङ्लो चाहिँ खाने हाल्छ। ए रुम पहिला हेर्न जाउँ मलाई, त्यही खोज्ने हो। अस्ति त सिधै नै भन्नुभयो। कहाँ हो रुम? त्यो अस्ति उति अगाडि होइन, रुम हेरेर जाउँ पहिला चाहिँ पहिलो नम्बरमा। यत्रो धेरै मान्छे नेपालीहरू लास्टै धेरै छन् क्या हो। कहिले सुत्यो भएन नि कि जस्तै सल्लाहले गर्दाखेरि यहाँ टोलीहरूलाई रुममै पाएन रहेछ जस्तै। अहिले चाहिँ हामी पहिला रुम हेरिराख्ने, अनि त्यस पछाडि आएर मस्तसँगले खाना खाने हो। अनि चाहिँ त्यस पछाडि फाइनली हाम्रो चाहिँ नाङ्लो सेट खान गएको भएन क्या, अहिले बन्द रहेछ। पहिलाकै ठाउँमा आइसकेका छौँ। यहाँ चाहिँ रुरल इन्डियन फुडमा चाहिँ एकदम नेपाली लास्टै धेरै रहेछ, एकदम भइसकेको छौँ। हाम्रो लागि सिटै नगरेर यहाँ चाहिँ खै इस्लाबाट बस्ने ठाउँ जस्तो बसिरहेको छौँ। आज भुटान भुटान क्या छैन खै जे भए पनि खाउँ न। यति दामी हुन्छ। कान्छा सर छ, यत्रो धेरै नेपाली छ नि। एकजना बाहिरको मान्छे हुँदो रहेछ, चाउमिन खाँदै बसेर बुढो मान्छे। यता नेपाली भयो, उता टिभी लगाइरहेछ। सुकुटी खाने सुकुटी नखाउँ होला। दाजुले टक्कसँग खानासाना खाएर अब चाहिँ माथि हामी सौको नाइट भ्यू हेर्न जान आँटेको नामसाङ टावर। ए पुरै खाली छ क्या हो। जम्मा 3टा स्टेसन कतिवटा छ। यहाँ हाम्रो कान्छा सर छ, म छु टक्कसँग लाएर। यस ट्रेन पुरै खाली छ। अब यहाँदेखि हामी त्यहाँसम्म गएर चाहिँ ट्याक्सी बुक गर्नुपर्ने हुन्छ। अनि हेरौँ माथि नाइट भ्यू कस्तो देखिन्छ है त, म तपाईँहरूलाई देखाउँछु, हेर्दै गर्नु। लेट्स गो। अहिले चाहिँ हामी टक्क लाएर कोरियाको सबैभन्दा ठुलो यो सौल स्टेसनमा छौँ। त्यस पछाडि यहाँ अगाडि देख्न सक्नुहुन्छ यस्तो छ। यहाँ अगाडि चुरोट खाने ठाउँ छ होइन। म चाहिँ अब खान्न नि त, त्यही भएर म चाहिँ यतापट्टि बस्नुहुन्छ। हाम्रो दोस्त चाहिँ त्यता लागिरहेछ। यहाँदेखि ट्याक्सी लाग्दो रहेछ टक्कसँग। यहाँदेखि हामी जानु पऱ्यो चाहिँ ऊ त्यो अगाडि माथि हो, देखिएको छैन। माथिबाट चाहिँ कस्तो भ्यू देखिन्छ म तपाईँहरूलाई देखाउने छु। यहाँ म तपाईँहरूलाई देखाउन आँटेको चाहिँ ए ऊ त्यहाँ सौल स्टेसन लेखिरहेछ, सौलियक यो भयो। अनि यहाँ लोटे आउटलेट छ। यता के हो, के कम्प्लेक्स छ, टेट्राफ्लेक्स के छ। अनि अहिले चाहिँ रातिको 10:30 भन्दा बेसी भइसकेको छ। पुरै मान्छेहरूको भिड यत्रो धेरै छ। यहाँ बसहरू लाइनै होइन, यस्तो चहल पहल छ नि बजारको। यो बिल्डिङमा चाहिँ पुरै यस्तो रिफ्लेक्सन आउँदो रहेछ क्या, बिरालोको देखिरहेछ नि। के हो सिजन कलेक्सन के भनेर देखिरहेछ, क्या बवाल बनाएको रहेछ।
भिडियो बनाउँदै त बस्नु होला यहाँदेखि चाहिँ ट्याक्सी लाग्दैन बसमै चढेर जानुपर्छ भनिरहेको छ नि अब हामी चाहिँ अब हिँड्दै जानु पर्ला जस्तो बसमै जाउँ है टावरमा चाहिँ नयाँ बिग्रिनु जाउँ भनेको खै त जाउँ उता पारि जाउँ अनि पारिदेखि गरेर जाउँला यी कहाँदेखि चढ्छौँ बस चढ्नु त पारिने छ होइन त्यो सबै ट्याक्सी हो एउटा उसलाई हेरौँ ए होइन के लाउँछ टक्कसँग अहिले चाहिँ हामी चढेर लाग्दैछौँ नामसाङ टावरतर्फ यागानको पुरै नाइट भ्यू हेर्नलाई हिँडेको यहाँ हाम्रो दिल्ली सर छ अनि म छु अलिअलि महँगै पऱ्यो लुटियालाई जस्तो भइरहेछ हेरौँ खै माथि पुऱ्याएर घुमाउँछु के भनेर पुरै पैसा महँगो लिइरहेछ अब बुढोले अब अरे म केही भन्दिनँ यहाँ हाम्रो चाहिँ पुरै सहरको बजार यो चाहिँ यहाँ अघिकै स्पेसल भ्यू चाहिँ यस्तो छ पछाडिपट्टि यस्तो दामी छ अगाडिपट्टि रोकिरहेछ रोक्दाखेरिको केसमा यस्तो छ यहाँ दुईजना चाहिँ हराइसकेको अवस्था भन्दा नमिल्ने हाम्रो चाहिँ माथि गएर भ्यू हेर्ने भनेको ट्याक्सीले लुट्यो हामीले जम्मा 2-3 हजारमा आउनु पर्ने हो डबल पैसा लिएर माथि जम्मा पुर्याइदिन्छु भनेर अन्तिममा त्यो के अरे केबल कार चढ्नेसम्म ल्याइदिएछ केबल कारको टिकट पनि अहिले बन्द रहेछ पुरै राति भइसक्यो चाहिँ त्यही भएर हामी चाहिँ हिँड्दै जाँदैछौँ यस्तो पुरै खुल्ला रोडमा कोही छैन गाडीमा सारी पनि केही छैन क्या पुरै अब हिँड्ने बाटोमा पुग्न आँटेछौँ हेरौँ कहाँ छ अब हिँड्ने बाटो चाहिँ यहाँ अगाडिपट्टि रहेछ उता हिलिमिली भएकोतिर रहेछ यहाँबाट चाहिँ माथि गएर चाहिँ यसो भ्यू हेर्ने भनेको यस्तो चिसो छ मैले त फेरि कपडा पातलो लगाएर हिँडेको क्या माथि चाहिँ बाक्लो छ मुनि त पुरै पातलो लास्ट चिसो भयो क्या अनि अब रुम चाहिँ हामीले बुक गरिसकेका छ त्यसपछि आएर हामी टक्क बस्ने आनन्दले भनेको यहाँको रहेछ नि त बाटो त पहिला म एकचोटि आएको थिएँ दिउँसै आएको हामी त्यो टाइममा चाहिँ मैले खासै नोटिस गरेको थिइनँ कस्तो हुन्छ बाटोहरू अहिले चाहिँ यहाँ अगाडिपट्टि रहेछ बाटो चाहिँ ठ्याक्कै यहाँनिर रहेछ यस्तो छ अवस्था यहाँ हिँड्दैछौँ यहाँ यस्तो छ यहाँ माथि चाहिँ बाटो रहेछ क्या उकालो जाने बाटो अब यहाँदेखि चाहिँ हाम्रो मेन बाटो सुरु भयो क्या अघि तल चाहिँ यस्तो थियो यहाँ चाहिँ धुम्रपान पनि निषेध के भइरहेछ यस्तो पुरै झिलिमिली देख्ने लाइटहरू लगाइदिएको छ क्या व्यवस्थित भएन यो चाहिँ पुरै राति राति हिँड्छन् मान्छेहरू कपालहरू हामीले यहाँ हाम्रो कान्छाले लिएर हिँड्नु परेको छ नाइट भ्यू कस्तो छ भन्छ नि बब्बाल देखिरहेछ यार आम्मामा यस्तो छ अब माथिबाट अझै बवाल देख्नेवाला छ ए यस्तो देखिरहेछ ए अहिले चाहिँ हामी टक्कसँग पुगिसकेका छ है वाउ यही भ्यू हेर्न आएको क्या हामी चाहिँ यो चाहिँ साउथ कोरियाको राजधानी सौल सिटी हो यहाँबाट चाहिँ धेरै कुरा देख्न सकिन्छ यो हाम्रो यहाँ कान्छा सरले ट्वाल्ल परेर हेरिरहेछ वाउ छुट्टै आनन्द छ क्या यहाँदेखि चाहिँ सुनसान छ होइन चारैतिर यहाँ कति करोडौँ मान्छे बसिरहेको होला क्या सबै सुतिरहेछन् हामी चाहिँ जागिरहेछौँ अहिले चाहिँ हामी टक्कसँग माथि आइसकेका छौँ नामसाङ टावरको ठ्याक्कै फेदमा यहाँ देख्न सक्नुहुन्छ अगाडिपट्टि चाहिँ पुरानो एकदमै युनिक पाराको चाहिँ यो एउटा मान्छे बस्ने ठाउँ बनाएको छ यहाँ चाहिँ यस्तो बवाल छ है वाह पुरै दामी तरिकाले बनाएको छ क्या यस्तो यहाँ मुनिबाट लाइट छ होइन ए पुरै चम्किरहेको छ यता नामसाङ टावरको उता एन लेखेको एउटा राखेको छ अनि यहाँ मान्छेहरू बस्न मिल्दो रहेछ अनि पुरै दिउँसो चाहिँ यहाँ तलतिर पुरै हुन्छ क्या बब्बाल हुन्छ राति पनि यहाँतिर चम्किलो चम्किलो पार्छ आज चाहिँ त्यस्तो केही छैन होइन अनि पहिला हामी आएर यहाँ चढेको थियौँ एकचोटि यहाँ तलबाट चाहिँ एकदम भ्यू दामी आउँछ होला हामी हेर्नेछौँ लगाइ आउनुहोस् मेरो पछाडि पछाडि पहिलाका हो यहाँनिर होइन ठ्याक्कै त्यो नाटक लगाइरहेको थियो क्या डोरी माथि झुन्डेर ऊ खेल्छ नि त्यस्तो लगाइरहेको थियो क्या हामी त्यो हेरेको थियौँ क्या बुझेन कुरो यहाँ पनि टन्नै पुरै ककसको जोडी हो होइन पुरै राखिरहेको छ क्या चाबी झुन्डिरहेको छ ककसको लपडा हो होइन के भएको सबै लेखिरहेको छ यहाँ छ अनि
यहाँ एउटा स्कुटी पनि राखेर छ कसले घुम्न ल्याएछ एउटा स्कुटी छ अनि फर्किने ठाउँ सायद यता के पनि होला भ्यू चाहिँ बबाल चाहिँ यही भ्यू हेर्न आएको त हामी चाहिँ लुक एट दिस भ्यू ब्रो वाट इज फोर यस्तो दामी भ्यू बनाएको छ यहाँ चाहिँ यताबाट हिँड्ने बाटो रहेछ नि त ओए हामी यो बाटो चाहिँ फर्किनु पर्ने फर्किँदा चाहिँ अघि हामी अर्को बाटो आएको थियौँ यहाँ मुनि पनि रहेछ फर्किने बाटो ए पुरै भ्यू चाहिँ यस्तो छ औ यहाँ एक दुईवटा फोटोसोटो हाल्दिउँ यस्तो बबा छ यही भ्यू हेर्नलाई हामी चाहिँ आएको टक्क लाएर कान्छा र म चाहिँ यस्तो बबाल भ्यू छ होइन यस्तो दामी छ है यस्तो भ्यू छ यहाँ अन्य मान्छे पनि हुनुहुन्छ अनि टावर चाहिँ यस्तो छ अँध्यारो छ केही देखिँदैन अनि कान्छा र मलाई पनि खासै देखेको छैन होला होइन चम्किलो छैन नि त लाइटहरू यसो नाइट के भन्छ यसलाई चाहिँ सिनेमेटिक भ्यू मात्र खै यता कुन साइड हो मलाई थाहा भएन यहाँदेखि चाहिँ लोटे टावर पनि देखिनु पर्ने हो मलाई एक्ज्याक्टली त थाहा भएन कि फेरि कहाँनिर छ भन्ने कुरा हामी जानुपर्ने चाहिँ कहाँ हो तिमीलाई याद छ ल गाइज फाइनल्ली वी आर ब्याक टु रुम भन्न चाहन्छु होइन अहिले चाहिँ हामी फर्किन आँटेको ए टावरमा अनि आइयो अनि तलको भ्यूहरू पनि खिच्यो केही एक दुईवटा सर्ट लिएको छौँ कस्तो भिडियो आउँछ हेरौँ हाम्रो कान्छा सर यहाँ भिडियो राम्रो आएन भन्दै बसिरहेको छ ल गाइज ब्याक टु रुम हामी चाहिँ आइसक्यो हो टक्क लाएर अनि हामीले चाहिँ आज खानासाना राम्रो खाइएन त्यही भएर यहाँ चिजहरू ल्याएको छु मैले अलि हाम्रो रुम चाहिँ यस्तो छ यहाँ दुईवटा सिरानी छ यस्तो छ ओर्ने यहाँ राखिरहेको छ यहाँ सानो एउटा टिभी पनि रहेछ अनि यो ऐना भइहाल्यो यस्तो छ सिचुएसन यहाँ बाहिरपट्टि छ यहाँ बाथरुम छ अनि युजिसी राखेको छ एउटा दुईवटा ब्रस दिएको छ चिसो रहेछ कसरी बस्नु पनि यस्तो छ लगाइछ